हेलो सो गाइज कमल भ्लगमा हजुरलाई स्वागत छ। शुभ बिहानी। र आज चाहिँ म त्यो गाइजहरू भ्लग बनाउन जाँदैछु होइन, आफ्नो यहाँ गाउँकै घरकै। र आज चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ हिजो मात्रै काठमाडौँ आइपुग्यो। काठमाडौँ आएर चाहिँ आज चाहिँ म मल बोकाइ कार्यक्रम हुँदैछ गाइजहरू होइन। आज चाहिँ हाम्रो यहाँ आलु रोप्नुपर्ने हो। गाइजहरू एकदम गाह्रो छ, त्यही भएर अब आज यहाँको आफ्नै घरको भिडियो हाल्दैछु गाइजहरू। हाम्रो चाहिँ अब मल बोक्ने सिस्टम यस्तो होइन, तपाईँहरू अब कसरी बोक्छ मलहरू। अब यहाँ अब घोप्टाउने सिस्टम पनि यस्तो फेरि हाम्रो हेर्नु गाइजहरू हेर्नु। हाम्रो चाहिँ एकदम अहिले चाहिँ हेर्नु सक्नुहुन्छ, मैले बिहानदेखि आएर चाहिँ पुरै मलहरू बोकिसकेको छ गाइजहरू होइन। अब यो चाहिँ यो पुरै मलहरू बोकिसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ होइन। यिनीहरू पुरै गाइजहरू अब यसलाई चाहिँ कसरी अब रोप्ने अब आफ्नो अब सिस्टम हुन्छ नि त, तरिका। अब यहाँ यो बोएको मललाई चाहिँ यसरी अब यहाँ चाहिँ होइन, यो फेरि यो चाहिँ छर्नुपर्छ मललाई गाइजहरू। यो पुरै एकचोटि सरेर छरेर होइन, यो मललाई छरेर फेरि चाहिँ यो अब जोत्नु एकचोटि जोतेर होइन, यो मल पुरेर फेरि एकचोटि अनि अर्कोचोटि जोत्दाखेरि चाहिँ एकदम त्यतिखेर रोप्ने आलु। अब गाइजहरू एकदम देख्न सक्नुहुनेछ, त्यो चाहिँ अब हाम्रो यो गाउँ हो, पर गाउँहरू। अब यो कोदो पनि टिप्नु बाँकी नै छ, यता कोदो टिप्नु बाँकी नै छ गाइजहरू। अब यहाँ अब केराहरू फलेको छ होइन, जुनाराहरू त्यही हो गाइजहरू। सो गाइजहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। आज चाहिँ आफ्नो एकदम घरको होइन भ्लग बनाएको छु मैले। आज यो कसरी अब रोप्ने त्यो तरिका सबै भिडियोमा देखाउनेछु। तपाईँहरूले कृपया चाहिँ राम्रोसँग हेरिदिनु होला होइन, नकटाइकन हेरिदिनु होला। आज भरेको अलिक लामै हुनेछ, किनकि अब यो अब अलिक टाइम लाग्छ होइन। अब यो छरेपछि फेरि दुईजना अब हाम्रो हली भनौँ न, हली आउँदै हुन्छ होइन, हाम्रो काका अनि मामा, उहाँहरूले जोत्ने छ अनि म पनि जोत्ने छु फेरि गाइज। किनकि म पनि अब यहाँ होइन अब गाउँमै हुर्केको मान्छे, म पनि त्यही भएर मैले पनि थोरै जोत्ने छ होइन। तपाईँहरू हेर्नु होला होइन, अब नकाटिकन गाइज यस्तै छ हेर्न सक्नुहुन्छ। हाम्रो अब गाउँ ठाउँमा यस्तै हुने गाइजहरू होइन। र सक्दो सेयर होइन, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, माया गरिदिनु होला। र हामी अब फेरि अब अर्को भिडियोमा भेट्नेछौँ। अब हामी अहिले चाहिँ मल बोकेर अब मल छरिसकेको छ। अहिले चाहिँ अब यो जोताइ कार्यक्रम हुँदैछ। अब यहाँ चाहिँ अब हाम्रो काका जोत्दै हुनुहुन्छ होइन, काका अनि मामा दुई अलगोरु हो, दुईजना हुनुहुन्छ अलि। र अहिले चाहिँ अब खाजा खाने कार्यक्रममा हुनुहुन्छ होइन। फेरि हाम्रो चाहिँ अब खाजाहरू त्यही हो। अब फाइनली मल छर्दै हुन्छ माथि काकीहरू, काकीहरू अनि हेर्न सक्नुहुन्छ होइन। भाइ पनि अगाडि हिँड्दै हुन्छ। अब त्यो अलिक खाजा खाने क्रममा हुन्छ। हाम्रो काका चाहिँ यता हुनुहुन्छ अलि। अब काका अब यहाँ चाहिँ खाजा खाँदै हुनुहुन्छ। खाजा भनेको हाम्रो चाहिँ मेन अब त्यही हो। अब छ्याङ अब देख्नुहुन्छ। अब यहाँ हाम्रो मामा हुनुहुन्छ, अब मामा पनि अब खाजा खाँदै हुनुहुन्छ। अब अहिले हाम्रो यता गाइजहरू अब अर्को भिडियोमा भेटौँ ल। अहिले म चाहिँ यहाँ जोत्नु लागेको छ, अब सक्दिनँ आँटो जोतेर पनि। गाइजहरू काठ छैन मात्रै हो मिलाइसित एकदम गाइज हेर्नुहोस् होला, मिलाइजा तारे मैले बा भर्खरै अब जोतेर चाहिँ यहाँ यति भइसकेको छ। अब सिद्धिन आँट्यो गाइजहरू। अब दुईहरूलाई चाहिँ अब आज एकैछिनमा हेर्नु, बिहानसम्म कति एकदम धेरै थियो, अब एकैछिनमा हेर्नु त यस्तो हुन्छ। हाम्रो एकदम साधन भनेको मेसिन छैन यहाँ। हाम्रो भनेको गोरु अनि हलीले नै उ गर्ने हो। अब त्यस्तो साधन छैन, हेर्नु होला।
एकछिन जोते अब सिद्धिन आँट्यो गाई छोरी हाम्रो सोगाज हेर्न सक्नुहुन्छ हाम्रो जुन खेतालालाई चाहिँ एकदम मासु मैले लोकल कुखुराको मासु पकाइरहेको छ होइन गाइजहरू होइन एकदमै सानो खेतालालाई भनेर एकदमै गाइजहरू र तपाईँले हेर्न सक्नुहुन्छ र मैले चाहिँ कुखुरा एकदम पकाएर रेडी गरिसकेको छ अब दिनुलाई गाइजहरू किनकि अब उहाँहरूले चाहिँ अब सिधै सुन आँटो अब यहाँ हेर्न सक्नुहुन्छ मेरो बुवा हुनुहुन्छ बुवालाई चाहिँ आलु काट्दै हुन्छ गाइजहरू अब आलु काटेर अब सिद्धिन लाग्यो त्यही भएर चाहिँ गाइजहरू अब सिद्धिन लाग्यो सबै अब चाहिँ बस्नु भएको छ अब तल आराम गरेर एकछिन आराम गरेर बस्नु भएको छ गाइजहरू ल त्यही हो अब खासै अब यस्तै यस्तै भिडियोहरू हाल्ने गर्छु मैले होइन सुके ल यहाँ खाजा खानुहुन्छ गाइजहरू